नमस्कार। फेरि फेरि हामी आयौँ कहाँ आयौँ भने फेरि हामी पाइथन बुटक्याम्प 2.0 को तेस्रो भिडियोमा आयौँ। हामीले योभन्दा अगाडि चाहिँ पाइथन इन्स्टल कसरी गर्ने, VS कोड सेटअप कसरी गर्ने सम्पूर्ण कुराहरू सिकेका छौँ। पाइथन किन सिक्ने, पाइथन सिकेपछि के करियर अप्सनहरू सबै थाहा भइसकेको छ। तर यो भिडियोमा हामी महत्त्वपूर्ण टपिक, बेसिक हो तर एकदम महत्त्वपूर्ण, यो एकदम बुझ्नुपर्ने टपिक हो है। पाइथन भेरिएबल एन्ड डेटा टाइप्स इन्ट्रोडक्सन। आज हामी यही दुईटा महत्त्वपूर्ण कुराहरूको बारेमा सिक्छौँ, भेरिएबल एन्ड डाटा टाइप्स। अब भेरिएबल किन प्रयोग गर्ने? यदि डेटा राख्न भेरिएबल नभएको भए के हुन्थ्यो? मैले एकदम स्टेप बाई स्टेप बुदागत रूपमा लेखेको छु है। यहाँ पहिलोमा हरेक पटक एउटै भ्यालु फेरि फेरि लेख्नु पर्थ्यो। हेर्नु है, अब यहाँ के बुझ्नु भयो भने पटक पटक लेख्नु पर्ने रहेछ भने चाहिँ भेरिएबल नभएको भए चाहिँ पटक पटक भ्यालु चाहिँ पटक पटक लेख्नु पर्ने रहेछ, दुःख पाइने रहेछ भन्ने मात्रै बुझ्नु है। अर्को कुरामा के बुझ्नु भने भेरिएबल प्रयोग गर्दा डेटा सुरक्षित रूपमा राख्न र पछि सजिलै प्रयोग गर्न सकिन्छ। अब यसबाट के बुझ्नु भयो? भेरिएबल चाहिँ एउटा डेटा राख्ने ठाउँ रहेछ, भाँडो रहेछ, यो सुरक्षित राख्न सकिने रहेछ। त्यसबाट चाहिँ पछाडि सजिलै त्यो भाँडोबाट डेटा निकाल्न सकिने रहेछ भन्ने कुरा तपाईँले बुझ्नुभयो। अब अर्कोमा बुझ्नुहुन्छ स्पष्टताले। जसरी घरमा सामान राख्न सन्दुक प्रयोग हुन्छ है, सन्दुक हुन्छ। सन्दुक भनेको शब्द अलि अनौठो लाग्यो होला, तर सन्दुक भनेको चाहिँ हजुरमुवाहरूले पहिला हजुरमुवाहरूले कोसेली पात लुकाउने, नयाँ कपडाहरू लुकाउने, अलि इम्पोर्टेन्ट कुराहरू हुन्छ नि, त्यो चाहिँ बाहिर नराखेर भित्र राख्ने, केटाकेटीले नपुग्ने ठाउँमा भनेर सन्दुक हुन्थ्यो। सन्दुकमा चाबी लगाइन्थ्यो, त्यो काठको हुन्थ्यो, त्यसलाई सन्दुक भनिन्थ्यो। हो, त्यो सन्दुकको कुरा गरेको मैले। अनि त्यो सन्दुकभित्र चाहिँ धेरै किसिमका चाहिँ डेटाहरू हुन्थे। त्यो सन्दुक भनेको भेरिएबल। त्यो डेटा हजुरमाले लुकाएको त्यो कपडा, नयाँ कपडाहरू, केरा, सुन्तला, कोसेली आउँदाखेरि, अब कोसेली भनेको के भने कोही घरमा नयाँ मान्छे आयो भने उहाँहरूले ल्याउने सामानलाई कोसेली भनिन्थ्यो। हो, त्यो कोसेली पात लुकाउने त्यसलाई चाहिँ के भन्ने हो? डेटा भन्ने हो, भ्यालु भन्ने हो है। यसै गरी पाइथनमा डेटा राख्न भेरिएबल प्रयोग हुन्छ। भेरिएबल बुझिहाल्नु। अब फेरि बिस्तारै बुझ्दै जान्छौँ हामी, स्टेप बाई स्टेप, हामी हतार गर्दैनौँ। तर एकदम महत्त्वपूर्ण कन्सेप्ट हो यो। यसलाई राम्रोसँग हामी मेमोरीमा कहिले पनि नबिर्सिन चालि राख्छौँ क्या। भेरिएबल कसरी बनाउने अब म भन्छु। पाइथनमा भेरिएबल बनाउन कुनै विशेष किबोर्ड चाहिँदैन। किबोर्ड भनेको पाइथनमा धेरै किबोर्डहरू हुन्छन्, त्यो पछाडि हामी पढ्छौँ होइन। रिटर्न हुन्छ, ब्रेक हुन्छ, त्यो कन्डिसन पछाडि हामी लुप्समा पढ्छौँ त्यसको लागि। तर हामी अहिले पछाडिका कुराहरू यी सबै लिएर चाहिँ दिमागलाई भारी बनाउँदैनौँ क्या। हामी स्टेप बाई स्टेप खुड्किलो बनाउँदै जान्छौँ क्या माथि। अब यहाँ हामी आज भेरिएबलकै बारेमा पढिरहेछौँ। भेरिएबल र डाटा टाइप्सको बारेमा बुझ्छौँ है। भेरिएबल अब यहाँनिर नेम भेरिएबल हो। कोड मोटिभेट 108 यो चाहिँ के हो? एउटा भ्यालु हो। यो हजुरमाले लुकाएको यो कोसेली पात हो, यो चाहिँ एउटा के हो? सन्दुक हो। यति बुझ्नु। यहाँ मैले भनेको छु नेम इज इक्वल टु भेरिएबल नेम, अनि त्यसपछि इक्वल टु, यो इक्वल टु पनि बुझ्नु है। यो असाइनमेन्ट अपरेटर धेरै हुन्छन्। लजिक अपरेटर हुन्छ, कम्पेरिजन अपरेटर हुन्छ, हामी पछाडि त्यसलाई पढ्छौँ है। पाइथनमा धेरै अपरेटरहरू हुन्छन्, तर अहिले यहाँ यो इक्वल टु भनेको चाहिँ असाइनमेन्ट रहेछ, यसले असाइन गर्ने रहेछ यो भ्यालुलाई भन्ने मात्रै बुझ्नु क्या। त्यसपछि कोड मोटिभेट यो भ्यालु हो। पाइथनले कोड मोटिभेट 108 लाई चाहिँ नाम भन्ने भेरिएबलमा राखेको छ। यो हजुरमुवाको यो कोसेली हो, यो चाहिँ नेम चाहिँ हजुरमुवाको सन्दुक हो। अब यसमा यो सन्दुकभित्र चाहिँ यो डेटा रहेछ भनेर बुझ्नु। यति प्रष्ट हुनुभयो भने भयो, भेरिएबलको बारेमा तपाईँले बुझ्नुभयो क्या। अब भेरिएबलको अर्को एउटा कुरा छ। यो भनेको चाहिँ भेरिएबलको के रुल्स हो भने कस्तो कुरा चाहिँ भ्यालिड हुन्छ भेरिएबलमा भन्ने हो क्या। जस्तो भेरिएबलमा भ्यालिड त हेर्नु, तपाईँले चाहिँ यो नामको सट्टामा मेरो नाम, यो फलानु हो, म फलानुको छोरो हो भनेर लामो लेख्न पनि मिल्छ। तर त्यसलाई चाहिँ भ्यालु
अनुसारको सुइटेबल नहुन सक्छ। त्यसैले हामीले चाहिँ भ्यालु अनुसारको सुइटेबल नेम राख्नको लागि चाहिँ यसरी हामीले नेम राखेका छौँ। यो नेम भने चाहिँ यो राम, यो एउटा नेम रहेछ, यसरी सुइटेबल भयो क्या। अनि हामीले अन्डरस्कोरबाट पनि सुरु गर्न सक्छौँ। यसरी हेर्नु त, अन्डरस्कोर स्टुडेन्ट, यसरी पनि हामीले सुरु गर्न सक्छौँ। तर के चाहिँ गर्न सक्दैनौँ त, नम्बरबाट सुरु गर्न मिल्दैन। जस्तै 1 इक्वल टु नम्बर 1, यो चाहिँ मिल्दैन है, यो चाहिँ मिल्दैन। नम्बर 1 इक्वल टु यो नेम अनि इक्वल टु राम चाहिँ मिल्दैन। यो अनि स्पेस पनि मिल्दैन है, यसरी माई पछाडिको स्पेस यो पनि मिल्दैन। सही कस्तो हुन्छ, यसरी माई, यदि तपाईँले माई र दुईवटा जोड्नु पर्ने भने अन्डरस्कोर राखेर नम्बर। अर्को कुरा मैले यहाँ छुटाएको छु, त्यो यहाँ रिजर्भ ओडहरू हुन्छन् क्या पाइथनमा। त्यो रिजर्भ ओडहरू चाहिँ हामीले भेरिएबलमा प्रयोग गर्न मिल्दैन, किनकि उनीहरूको आफ्नै काम हुन्छ क्या। जति पनि पाइथनमा रिजर्भ ओडहरू छन् यिनीहरू चाहिँ हामीले प्रयोग गर्न मिल्दैन, यिनीहरूको आफ्नै छुट्टा छुट्टै काम हुन्छ। त्यही भएर हामीले भेरिएबलमा चाहिँ हामी खुदले चाहिँ यी कुराहरूलाई मध्यनजर राखेर भेरिएबल बनाउने है। अब डाटा टाइप्समा जाउँ। डाटा टाइप्स अब इम्पोर्टेन्ट कुरा, हामीले भेरिएबल भनेको डाटा राख्ने कन्टेनर हो भनेर बुझ्यौँ। अब एउटा प्रश्न आउँछ, यो भेरिएबल भनेको डाटा राख्ने कन्टेनर त हो भनेर बुझ्यौँ, तर अब एउटा प्रश्न के आउँछ भने भेरिएबलभित्र डाटा राखेको छ भनेर पाइथनलाई कसरी थाहा हुन्छ? हजुरआमाले त्यो भित्र के राख्नु भएको छ भनेर मलाई कसरी थाहा हुन्छ? त्यो त मलाई डाटा टाइप्सको बारेमा थाहा भयो भने पो थाहा हुन्छ त, भित्र के रहेछ, मह रहेछ, कपडाहरू रहेछ। यसको उत्तर डाटा टाइप्स हो है। अब हामी जान्छौँ व्हाट इज डाटा टाइप्स है। डाटा टाइप्स भनेको भेरिएबल भित्र भएको डाटा कस्तो प्रकारको छ भन्ने जानकारी हो। अब मलाई जानकारी भयो हजुरआमाले त्यहाँभित्र के राख्नु भएको छ भन्ने जानकारी भयो, त्यसलाई नि त्यो डाटा टाइप्स भनिन्छ। स्टेप बाई स्टेप उदाहरण रूपमा बुझौँ। जस्तो एज इक्वल टु 21, यो पाइथनले बुझ्यो यो के रहेछ, यो इन्टिजर रहेछ। इन्टिजरको INT को भ्यालुमा चाहिँ हाम्रो आउटपुट आउँछ। अहिले पछाडि हामी VS कोडमा यसको सम्पूर्ण कुराहरू प्र्याक्टिस गर्छौँ है, डिटेलमा एकदमै बुझेर। त्यसपछि प्राइस चाहिँ 49.49 चाहिँ यो प्राइस रहेछ। यो के रहेछ भने यो फ्लोट रहेछ, पोइन्ट। यदि दशमलवमा कुनै यस्तो नम्बरहरू दशमलवमा छ भने त्यो चाहिँ फ्लोट हो है, जहिले याद गर्नुपर्ने। अब यहाँनिर नेम इक्वल टु चाहिँ कोड मोटिभेट। अब यहाँनिर डबल इन्भर्टेड कमा लागेको छ नि, यो दुईतिर है, यो दुईतिर डबल इन्भर्टेड कमा छ। यसको अर्थ चाहिँ के हो भने यो जहिले हामीले स्ट्रिङ लेख्दाखेरि चाहिँ जहिले डबल इन्भर्टेड कमामा हुनुपर्छ। स्ट्रिङको अब यो स्ट्रिङ हो, यो स्ट्रिङ हो है, यो स्ट्रिङ हो। त्यही भएर स्ट्रिङ लेख्दा चाहिँ हामीले यो टेक्स्ट हो, टेक्स्टको आधारमा हामीले सिन्टेक्स बनाउँदाखेरि चाहिँ जहिले पनि के हुन्छ भने यो डबल इन्भर्टेड कमा, यो यति बुझ्नु है। त्यसपछि गएर इज अन्डरस्कोर स्टुडेन्ट, यो चाहिँ ट्रु। अब यहाँनिर पाइथनले बुझ्छ यो चाहिँ भोल्युम भ्यालु हो क्या। अब हामी यसलाई अब कसरी भने, अब हामी VS कोडमा गएर यसको एकदमै प्र्याक्टिस गर्छौँ है। अब यो हामीले अहिले भेरिएबल भनेको के हो भनेर बुझ्यौँ। भेरिएबलले डाटा राख्न काम गर्छ, तर भेरिएबल भित्र नम्बर राखेको छ, टेक्स्ट राखेको छ वा ट्रु एन्ड फल्स राखेको छ भन्ने कुरा पाइथनले डाटा टाइप्सको आधारमा बुझ्छ। त्यसैले अब हामी पाइथनका मुख्य डाटा टाइप्सहरूको स्टेप बाई स्टेप एक एक गरी सिक्नेछौँ। त्यो कहाँ गएर VS कोडमा गएर। लेट्स गो। अब हामी VS कोडमा आयौँ। VS कोडमा हामी आयौँ। अब मैले यहाँ फोल्डर बनाइसकेको, फाइल फोल्डर बनाइसकेको छु। तपाईँहरू पनि यसरी फाइल फोल्डर बनाउनुहोस्। यो आउँदैन भने मैले VS कोड इन्स्टल गर्ने इन्स्टलेसन भिडियोमा सबै कुरा सिकाएको छ है, यो एकदम महत्त्वपूर्ण हुन्छ। अब हामी टपिकमा जाउँ। जस्तो नेम इक्वल टु हामीले के राखौँ भने नेम इक्वल टु बिनु राखिदिउँ क्या। बिनु राख्यो, यो नेम हो। अब हामीलाई यो कुन प्रकारको डाटा टाइप्स हो भनेर कसरी पत्ता लगाउने भन्दाखेरि यसरी पत्ता लगाउन सकिन्छ। ल यहाँनिर प्रिन्ट, एकदम हामी यो टाइपिङ चाहिँ एकदम आफै गर्छौँ है। यो VS कोडले सजेसन, तपाईँको फर्स्टमा VS कोड खोल्नु भएको छ भने VS कोडले सजेसन दिन्छ। त्यो सजेसन चाहिँ हामी लिँदैनौँ है, किनकि हाम्रो प्र्याक्टिस, हामीलाई हाम्रो खुदको लागि प्र्याक्टिस चाहिएको छ। हामीलाई त स्टेप बाई स्टेप सिक्दै प्रोफेसनल पछाडि AI इन्जिनियर ML सम्म पुग्नु छ क्या। त्यही भएर हामी यो प्र्याक्टिसलाई एकदमै गर्छौँ है। अब यहाँनिर
टाइप्स नेम भेरिएबलको नेम लेख्नुपर्छ कोस्ट भित्र है। यो दुईटा कोस्टमा पहिला हामीले के लेख्यौं टाइप लेख्यौं, त्यसपछि यहाँ भेरिएबल लेख्यौं। अब यसरी हामीले यसलाई प्रिन्ट यहाँ गएर रन गर्ने, रन गर्दाखेरि हाम्रो आउटपुटमा अथवा टर्मिनलमा के आयो भने यो इन्टिजर हो भनेर आयो। यहाँ हेर्नु त यहाँनिर यो इन्टिजर के अरे स्ट्रिङ रहेछ भनेर आयो। स्ट्रिङ भनेको जहिले पनि स्ट्रिङलाई चाहिँ एसटीआर ले के गरिन्छ यसलाई संकेत दिइन्छ है। अब हामी अर्को डाटा टाइप्सको बारेमा पढौँ ल। एज इज इक्वल टु ल 25 यो नम्बर हो। यहाँ चाहिँ हामीले यस्तो डबल इन्भर्टेड कमा देखिनौँ किनकि इन्टिजर लेख्दाखेरि हामीलाई डबल इन्भर्टेड कमाको आवश्यक पर्दैन। अब यो कुन डाटा टाइप्स हो कसरी पत्ता लगाउने त? अब इन्टिजर त मैले अगाडि नै भनिदिसकेँ, तर पनि पत्ता लगाउने कसरी? यसरी प्रिन्ट इज इक्वल टु टाइप्स त्यसपछि भित्र है हामीले भित्र अर्को पोस्ट बनाएर एज टाइप गर्छौं। एज टाइप गरिसकेपछि अब हामी रन गर्छौं। रन गरिसकेपछि यहाँ हेर्नु त आइएनटी यो इन्टिजर रहेछ। अब हामी अर्को भ्यालु राख्छौं जस्तो अब यहाँ हामी के राख्छौं त काउन्ट राखौं। काउन्ट इज इक्वल टु ल कति काउन्ट 4.5 4 सिद्धेर अब आधी 4.5 काउन्ट राखौँ ल। त्यसपछि अब प्रिन्ट गरौँ, यसलाई हामी प्रिन्ट गरौँ टाइप्स पनि लेखौँ। त्यसपछि भित्र के गरौँ काउन्ट हाम्रो काउन्ट भेरिएबललाई यहाँ लेखौँ। अब हामी यसलाई पनि रन गरौँ त के आउँछ यहाँ हेर्नु त फ्लोट आयो। फ्लोटलाई यसरी लेखिएको छ। अब हामी अर्को पनि प्रोग्राम अब यहाँ टर्मिनलमा धेरै कुराहरू ल्याङ भयो हैन, तर हामी यसलाई स्टेप बाइ स्टेप बुझौँ किनकि यो हामीले पहिला नै राखेको भएर यसले पटक चाहिँ बारम्बार चाहिँ यसले हाम्रो चाहिँ प्रिन्ट गरिदिरहेको छ। त्यही भएर यहाँ यो टिन्टी आयो भने टिन्टी प्रिन्ट भइरहेको नि त त्यही भएर। अनि अब हामी अब अर्को जस्तो इज अथवा इज हैन इन स्टुडेन्ट है स्टुडेन्ट्स राखौँ। जस्तो अब स्टुडेन्ट्समा के यसमा चाहिँ फल्स राखौँ के फल्स राखौँ। अब यहाँ हेर्नु है फल्स राख्दाखेरि यो हाम्रो भ्यालिड भएन। किन भ्यालिड भएन भने हामीलाई पाइथनको एकदम जेनरल नलेज पनि बुझ्दैछौँ है। पाइथन चाहिँ केस सेन्सिटिभ ल्याङ्ग्वेज हो क्या। यसले चाहिँ एकदमै स्मल र क्यापिटललाई एकदमै केयर गर्छ। त्यही भएर यहाँनिर यो फल्स भएन। त्यही भएर हामीले यहाँ सजेसन गरेको छ VS कोडले, तर हामीले VS कोडको सजेसन चाहिँ हामी लिनु हुँदैन है। हाम्रो टाइपिङ स्किल पनि बढाउनु पर्छ अनि त्यसपछि गएर के पनि बढाउनु पर्छ भने हाम्रो सिन्टेक्स लेख्ने एउटा त्यो फिङ्गरको बानी पनि बसाल्नु पर्छ। त्यही भएर हामी आफै खुद गर्छौँ। अब यहाँ हेर्नु फल्स लेखेँ मैले इन स्टुडेन्ट फल्स। अब हेरौँ प्रिन्ट गरौँ। अब डाटा टाइप्स कुन हो भनेर हामी प्रिन्ट गरौँ। अहिले हामीले डाटा टाइप्स कुन हो भनेर चाहिँ पत्ता लगाउँदैछौँ क्या। अब यहाँनिर इन स्टुडेन्ट्स। अब स्टुडेन्ट्स इन स्टुडेन्ट्स के यो इन स्टुडेन्ट्स भनेकोमा नजानुस् किनकि अहिले हामी भेरिएबल बनाइरहेको हो। अब इन स्टुडेन्ट अब यसलाई पनि प्रिन्ट गरौँ त। प्रिन्ट गर्दाखेरि हेर्नु त यो भोल्युम हो भनेर यहाँ आयो। अब हामीले यो सम्पूर्ण कुराहरू बुझ्यौँ, तर एउटा कुरा हामीले यहाँ बुझ्नुपर्ने कुरा के छ भने जस्तो हामी धेरै ठुल्ठुलो प्रोजेक्टमा काम गर्दैछौँ, पछाडि मेसिन लर्निङमा गइरहेछौँ, एलएलएम को बारेमा चाहिँ एलएलएम को कामहरू एलएलएम भित्र काम गरिरहेछौँ भने एलएलएम भनेको लार्ज ल्याङ्ग्वेज मोडल हो। त्यहाँ काम गरिरहेछौँ भने त्यतिखेर चाहिँ हामीलाई थाहा हुनुपर्छ। त्यतिखेर हामी एउटा कमेन्ट आउट भन्ने प्रत्येक प्रोग्रामिङ ल्याङ्ग्वेजहरूमा चाहिँ कमेन्ट आउट भन्ने कुरा हुन्छ। पाइथनमा कमेन्ट आउट गर्नको लागि मैले सर्ट ह्यान्ड बताइदिएँ। सर्टकट हामीलाई अब एकदमै अब चाहिँ प्रोफेसनल प्रोग्रामर बन्नु छ। त्यही भएर हामी सर्ट ह्यान्डको पनि कुरा गर्छौँ। Ctrl+/ बटन थिच्यो भने हामीले कमेन्ट आउट गर्छौँ। जस्तो यो कमेन्टमा हामी के गर्नु दिस इज आवर फर्स्ट अथवा पहिलो प्रोग्राम्स है
अथवा प्रोग्राम मात्रै अथवा प्रोग्राम्स ल प्रोग्राम्स यो हाम्रो चाहिँ पहिलो प्रोग्राम्स हो। अब यसको आधारमा हामीलाई थाहा भयो यो पहिलो प्रोग्राम्स छ। हामीले पछाडि लार्ज मोडलमा काम गर्दाखेरि चाहिँ यो कुराहरू एकदमै आवश्यक हुन्छ। त्यही भएर मैले यहाँ यो नलेज मैले बाँडेँ। अब यहाँ स्ट्रिङ, अब स्ट्रिङ हामीले यसरी पनि लेख्न सक्छौँ, यसरी पनि भ्यालिड हुन्छ है। स्ट्रिङ मात्र एउटा मात्रै इन्भर्टेड कमाबाट पनि स्ट्रिङ भ्यालिड हुन्छ है, एउटा मात्रै। ल हेर्नु त यहाँ पनि यसो गर्दाखेरि पनि यो प्रिन्ट हुन्छ। अरू म सबै कमेन्ट आउट गरिदिन्छु होइन, त्यसलाई मात्रै राखेर हामी गरौँ त। ल हेर्नु यो यसरी राख्दा पनि भ्यालिड हुन्छ। ल अब म यहाँ हेर्नु त, यहाँ यो धेरै फुकचाप भयो है, यसलाई हटाइदिउँ। अब यहाँ हेर्नु म यहाँनिर रन गर्छु, रन गर्दाखेरि हेर्नु त, यसलाई सेभ गरौँ पहिला, सेभ अनि रन गर्दाखेरि स्ट्रिङ हेर्नु यसरी पनि भ्यालिड हो। अब यसै अर्को तरिकाले पनि लेख्न सकिन्छ। इन्भर्टेड कमालाई चाहिँ डबल इन्भर्टेड कमालाई चाहिँ 3 चोटि लेखेर पनि गर्न सकिन्छ है। जस्तो यहाँ ल डबल इन्भर्टेड कमालाई चाहिँ 3 चोटि लेखेर सकिन्छ, 1 चोटि 2 चोटि। अब यहाँ भित्र पनि लेख्न सकिन्छ क्या, जस्तो निम के लेखेको थियो, बिमला लेखौँ त, नयाँ निम बिमला। ल यसरी पनि लेखेर यसरी पनि भ्यालिड छ है। यो स्ट्रिङको कुरा मैले भनेको, यो कुरा एकदमै बुझ्नुभयो तपाईँले। यो स्ट्रिङ हेर्नु त भ्यालिड आउटपुट आयो। अब आज हामीले एकदमै इम्पोर्टेन्ट कुरा पढ्यौँ, सायद बुझ्यौँ होइन। बुझेको छैन भने 2 चोटि हामी यो भिडियो हेर्छौँ र बुझ्ने प्रयास एकदमै गर्छौँ है। त्यसपछि हामी अब अर्को भिडियोमा हामी अरू कुरा पढ्छौँ, बिस्तारै बिस्तारै हामी एकदम लेभल अप गर्दै जान्छौँ होइन। हामी हतार गर्दैनौँ पढ्नलाई, तर एकदम बुझ्छौँ। यसमा प्र्याक्टिस गर्नुहोस्। मैले भन्न खोजेको तपाईँले एकदम प्र्याक्टिस गर्नुहोस्, त्यसपछि हामी अगाडि बढ्छौँ, त्यसपछि हामी धेरै कुराहरू सिक्छौँ बिस्तारै। तपाईँले मलाई नै हेरेर सबै कुरा मबाटै सिक्नुपर्छ भन्ने मलाई लाग्दैन। म त्यस्तो कहिले पनि भन्दिनँ। तपाईँ चाहनुहुन्छ, तपाईँ आफ्नो स्किल बिल्ड गर्दै हुनुहुन्छ भने जुनसुकै कुराहरू जुनसुकै ठाउँबाट तपाईँले आफ्नो स्किल बिल्ड गर्न सक्नुहुन्छ। मैले पढाएको तपाईँलाई ठिक लाग्यो भने मसँग तपाईँ जोडिन सक्नुहुन्छ होइन। मसँग होइन मैले मेरो पढाएको ठिक लागेन भने तपाईँलाई लागेको जसले राम्रो पढाउँछ उसँग जोडिन सक्नुहुन्छ क्या। यो यसरी आफ्नो लागि सोच्ने हो, तर वास्तवमा आफू सँगसँगै अरूलाई पनि बढाउन त भन्ने खालको कन्सेप्ट बोकियो भने झन् बेटर चालले अगाडि बढ्न सकिन्छ। हस् त, नमस्ते। आजको भिडियोमा तपाईँले सिक्नुभयो होला सायद भनेर म छुटिन्छु। हस् त।